भाई दूसरे एडवेंचर के लिए निकल गए हम लोग गुफा में। कौन है ये? देख सकते हैं आप लोग, दम फूल गया है भाई, बहुत ज़्यादा सांस चढ़ गया है। मांग रहा था कुछ ज़्यादा एडवेंचर हो गया है भाई रमेश, और बता। अच्छा लग रहा है, अच्छा लग रहा है। थालापति का कैसा लग रहा है? तो भाई देखिए कितना नीचे जाना पड़ा है, उधर से फिर आने में भाई बहुत दिक्कत होगा। आप लोगों के इंटरटेनमेंट के लिए भाई सब देखिए हम सब क्या कर रहे हैं भाई। हमारा चैनल पर हमारा आदमी व्यू नहीं करता है भाई, सुन रहा होगा इधर ही, कुछ लोगों का कान भी लग रहा होगा। कान तो नहीं लगता है, हम हर चैनल पर आपका वीडियो देखते हो, देखता हो। रमेश तो गरे पनि जेड गरे पनि तपाईहरुको विचार और है कि जब वीडियो रिकॉर्ड कर दम जहाँ तो कॉलेज सिनेमा जो नाम है दम था छैन अबै यो देउता हो। सुँगोले चुर दोगसी दोरा चुर चुर पर्छ बोल लाग्यो खोइ हैन यो चाहिँ जङ्गली गुरु हैन। यो चाहिँ आठ कन्या देवी आमा वनदेवी आमा। यो चाहिँ नाकको टाउको, यो चाहिँ यो आँखा दुईटा, यो नाक भयो। अनि यहाँ चाहिँ शिव गुरुको जट्टा पनि छ, अनि त्यहाँ गणेश छ, ऊ त्यो काली माता माथिको त्यो माथिवाला त्यो सुरुङबाट गएर अर्को ठाउँमा निक्लिन्छ। त्यहाँ चाहिँ 33 कोटी देवी देवता नै छ भित्र। त्यो सुरुङबाट छिरेर तपाईँ अर्को ठाउँमा उताबाट निक्लिन सक्नुहुन्छ। अनि उताबाट निक्लेर यसो फिर्ता आएर उतापट्टि चाहिँ जलको कुवा छ, कुवाभन्दा माथि चाहिँ अनि त्यहाँ शिवलिङ्गहरू सबै निक्लिया छ। यो कुवाको म देखाइदिन्छु अहिले तपाईँहरूलाई। चप्पल फुकालेर आउनु बिस्तारै आउनु यहाँ चाहिँ 33 कोटी देवी देवता नै यहाँ समेटेर बस्छ। यहाँ चाहिँ ठोक्यो भने अनि धेरै मान्छेहरू भन्छ यहाँ पुगेपछि जे मागेपछि पाउँछ रे। पाउँछ तपाईँको मनले सोचेर हैन, तपाईँको आफ्नो घर परिवारलाई राम्रो होस् भनेर, तपाईँलाई राम्रो होस् भनेर, तपाईँको पढाइ भयो, तपाईँको जागिर कुनै अब व्यवसायमा कुनै अब मन लाग्यो भने यहाँको भगवानलाई मागेर तपाईँ अब जानुहोस् हैन, व्यवसाय चाहिँ गर्नुहोस्, सफल हुन्छ भने तपाईँ हेर्नुहोस् न। त्यतिखेर तपाईँको हरेक कुरा सफल भइसकेपछि यहाँ आएर यसो फेरि दर्शन गरेर मेरो यसरी पुरा भयो यहाँ धुपधुवारी गर्नलाई तपाईँहरू चाहिँ नि अब यसो धुपहरू ल्याएर अब यहाँको देवी देवतालाई चढाएर सिङ्का धुप चाहिँ बाहिर हुन्छ, अरू धुप चाहिँ भित्रै हुन्छ। यस्तो हामीहरू त रोडबाट आएको छौँ होइन, हामीहरूले केही थाहा झरना घुम्न आएको थियो। अनि उहाँको यहाँकै स्थानीयहरूले भन्नुभएको थियो एउटा गुफा छ गएर त्यहाँ घुम अरे, अनि त्यही भएर हाम्रो यहाँको त्यही भन्यो नि त। यहाँ अब यो आठ कन्या देवी आमा हुनुहुन्छ। नाक सेती नाकको टाउको, यो चाहिँ सेती नाकको टाउकै भयो, हामी काली नाकको टाउकोबाट निक्लिन्छ होइन। यहाँ शिव गुरुको यहाँ माथि हुनुहुन्छ, माला लगाएको माथिको चाहिँ काली आमा भयो। त्यो जुन सुरुङबाट छिरेर उताबाट निक्लिन्छ, त्यो भित्र चाहिँ 5-7 जना बस्न मिल्छ। त्यहाँ चाहिँ अब सबै हेरेर भिडियो गरेर त्यहाँबाट निक्लिसकेपछि यहाँनिर उतापट्टिबाट यसो घुमेर यहाँ आउने, उतापट्टि चाहिँ जलकुवा छ। जलकुवामा चाहिँ तपाईँ माथि चढेर भित्र पुरै भिडियो गर्न एकदम मिल्छ कि शिवलिङ्गहरू पुरै राम्रोसँग निक्लिन्छ। त्यहाँ चाहिँ त्यहाँ अहिले म देखाउँछु तपाईँलाई। यसो माथिसम्म यसो जानुहुन्छ कि यसरी मोबाइल मान्ने नै शिवको भक्तहरू हो नि। हामी पनि शिवको भक्तहरू।
यो यसरी होइन यहाँबाट यो चाहिँ अब तपाईँहरूलाई भनेर मात्र पहिला पहिला आउनेलाई होइन यसरी यहाँबाट चढ्ने होइन पछिदेखि यहाँबाट बनाउँछु होइन हस् हुन्छ हुन्छ यो नाकको शिर भयो यो नाकको आँखा भयो उताबाट होइन हेर्नु ठ्याक्कै तपाईँहरूलाई थाहा हुन्छ यहाँबाट त्यो बत्ती यतापट्टि फर्काइ हुन्छ नि त बडो बिस्तारै आउनु है ठोक्छ ठोकेर जानु है मास्टर जाँदा धेरै दुख्छ ठोकेपछि यहाँबाट ढुङ्गाले त मान्छे खान्छ फेरि शिला शिला हामी मलेसियामा पनि जाँदाखेरि भगवान् शिवको जुन बाटोको मन्दिर छ नि भगवान् शिवको छोडोको गणेशजीको होइन गणपति हुन्छ नि उहाँको जुन यस्तै एकदम गुफा ठुलो रहेछ क्या एकदम ठुलो त्यहाँ यो चाहिँ शिवको जट्टा यो होइन गुप्तेश्वर महादेव हजुर अनि यो चाहिँ गणेश गणेश भगवान होइन गणेश भगवान यताबाट खिच्नुहोस् साँच्चीकै गणेश भगवान जस्तो राखेको छ त यो चाहिँ कालियामा यो कालीमा होइन कालियामाको खुट्टा नै यसरी लाइफमा फर्स्ट टाइम यस्तो धार्मिक स्थल रहेको छु त म अनि यो पुरै कालियामाको चाहिँ यहाँ चाहिँ 3000 वर्ष अगाडिदेखि नै यो यस्तो विराजमान भएर बस्नु भएको ए कोही अब गुरुहरू आमाहरू होइन अनि यो भित्र चाहिँ 33 कोटी देवी देवता नै बस्नु रमेश आइज माथि जल्दी जाऊ न बिस्तारै म हामी रोटबाट हो तू देख न भिडियो बनाउने म इधर हैन भिडियो गरिरहेछ त्यसमै त्यहाँबाट छिर्न मिल्छ दाइ रमेश म त छिर्नै सक्दिनँ यसमा त सकिन्छ सकिदिनँ म बिस्तारै छिर्नुहोस् न दाइ मलाई गाह्रो भइरहेको छ त छिर्नै सकेको छैन म त सक्छ सुल्केर आउनुहोस् म सक्दिनँ सक्छ सुल्किनुहोस् न एकछिन सुल्केर आउनुहोस् सुल्केर मेरो मोबाइल छ मसँग सुल्केर आउनुहोस् हस् हुन्छ कस्तो नसके म सकिन्छ आउनु सक्दिनँ म यति आउनु सुल्केर आउनु जय शिव भगवान आउनुहोस् यहाँबाट छ नि त्यहाँबाट हजुर धेरै माथि जान्छ ए सक्दैन माथि पुगिसकेपछि अलिक सानो छ होइन हजुर त्यहाँबाट भित्र गइसकेपछि हिँडेर जान सक्छ ए भित्र ए हाम्रो त सासले भ्याउँदैन ए त्यहाँबाट चाहिँ धेरै लङ ए यहाँबाट कम्ती पनि 10 किलो 15 किलोमिटर 15 किलोमिटर छ 15 किलोमिटर उता निक्लिन्छ ए हो र अनि त्यहाँबाट यता आउनु यहाँ चाहिँ 33 कोटी देवी देवता त्यो भित्र र यो पुरै ढाकेर बस्छु कि ल आउनुहोस् यता उठेरै आउनु बिस्तारै त्यहाँबाट हामी कहाँ बाहिर निस्किन्छ होइन निक्लिन्छ अनि यतातिर निकै नै यो अलिक साँच्ची नै धार्मिक स्थल जस्तो सबै निकै नै यो यहाँ जन्नतमा आए जस्तो लागिरहेछ है त यहाँ हेर्नु उठेर होइन यो पुरै यो उसको टाउको भगवान्को सिंहको सिंहको टाउको होइन अनि यो पुरै सिंहको टाउको अनि यतातिर यो सबै भगवान्को चाहिँ यो भित्र 33 कोटी देवी देवता छ यो भित्र होइन अनि यसरी यो सबै देवताहरू जोडेको यहाँ हेर्नुहोस् बाँदरको टाउको जोडेछ यहाँ बाँदरको टाउको त्यो हो त्यो त्यसरी चाहिँ सबै यहाँ छ नि हामी यहाँबाट निस्किने होइन यहाँबाट निस्किने अनि यहाँबाट निस्केर अनि उता जाने यहाँ हेर्नुहोस् सबै यो भित्र अनि यो अहिले लाइभ भइरहेको छ
होइन अब तपाईँहरू चाहिँ जे होस् त्यहाँबाट गयो भने चाहिँ हजुर 10-12 किलोमिटर 15 किलोमिटर 15 किलोमिटर गुफै छ ए पुरै भित्र त छ नि यो त्यहाँबाट गइसकेपछि हामी जान सक्दैन यसरी नै यस्तै खुल्ला छ अरे कि दाइ यो स्थलको बारेमा सबैजना भन्छ निकै नै यो चर्चित छ र यहाँ मान्छेहरू जे माग्छ त्यही पुरा हुन्छ तपाईँ के भन्न चाहनुहुन्छ यो विषयमा यो सत्य नै हो यो सत्य नै हो होइन तपाईँहरू पनि मागेर हेर्नुहोस् अब तपाईँहरू पनि अब कुनै अब जान्ने मान्ने होला यहाँ के देउता छ अब कस्तो छ भनेर महसुस गर्नलाई 1-2 जना पनि लिएर आउनुहोस् तपाईँहरूले हो होइन भन्ने कुरो तपाईँहरूले प्रष्ट हुन्छ कि हेर्न सक्नुहुन्छ दर्शकवृन्द तपाईँहरू यो साँच्चै नै यो निकै नै यो धार्मिक स्थल जस्तो दृश्य छ तपाईँ हेर्न सक्नुहुन्छ यो चित्र छ हेर्नु न तपाईँ यो दृश्य माग्नु पर्यो होइन भगवान्लाई एकदम सच्च मनले मागेर आफ्नो के छ व्यवसाय पेसा त्यो गर्नुहोस् तपाईँहरू सम्पन्न हुन्छ यहाँको भगवान्ले चाहिँ सम्पन्न गरिदिन्छ सधैँ आज मागेर जान्छु त आउनुहोस् अब यसलाई यसरी निक्लिने यतापट्टिबाट पछाडिबाट होइन यसरी अब यसरी सुतिर हेर्न सक्नुहुन्छ यो तपाईँ यो निकै नै यो कठिन रहेको छ यहाँबाट निस्किन र मजा आइरहेको छ भगवान्को शरणमा आएर यस्तो कार्य गर्न हामीलाई भगवान्लाई चाहिँ पछाडि फर्किएन हामी टाउकोबाटै ट्याक्क हामी पछाडि खुट्टा अगाडि निकाल्यौँ साँच्चीकै नै यो दाइको पनि दृश्य एकदम बोल्ने शैली पनि राम्रो लाग्यो मलाई जीवन जहिले पनि भगवान्को यस्तोबाट यसरी खुट्टा तब यतापट्टि फर्किनुहोस् यसरी घोप्ट हो अब खुट्टा अगाडि ल्याउनुहोस् यो पनि यो पहिला अनि तब यतापट्टि फर्किनुहोस् हो त्यसरी सुल्किँदै आउने माथि ल्याउनुहोस् ल हो त्यसरी सुल्किनु हो त्यसरी बिस्तारै निकै नै गाह्रो छ अब तपाईँभन्दा म त धेरै मोटो छ त्यो पनि हो यसरी बिस्तारै यता सर्लक्क फर्काउनु यसलाई हामी व्यवस्था गर्दैछु होइन यसलाई अब बजेट पारेर यो कुन जिल्लामा छ है मकवानपुरमा होइन मकानपुर बोकिया गाउँपालिका वार्ड नम्बर 1 नागदाहा भन्ने ठाउँमा है नागदाहा होइन तपाईँले रोपाउनुहोस् म तल जल भएको उहाँ सबैजनालाई बोलाउँ हामी हुन्छ अलि भित्रै झर्नु यो छुट्टै संसार छ त्यहीभित्र बिस्तारै भिडियो माथि चढ्नु माथि अब कसरी चढाउँ यहाँबाट यो अहिले अफ गर्नु म बोल्छु ल तपाईँ माथि गएर माथिबाट भिडियो गर्नु यस्तो सबै आवाज आउँछ भित्र आवाज आउँछ यो 3000 वर्ष अगाडिदेखि नै यहाँ विराजमान भएर चाहिँ यहाँको देवी देवता आमाहरूले सबै यही कुवाको पानी प्रयोग गर्छ जल यही हो शुद्ध एकदम एउटा कुरा छ यहाँको जो छ नि यो भगवान्हरू जे माग्नु पनि जे पुरा हुन्छ सबैजना आएको छ सबैजना केही माग्नु अब नेक्स्ट टाइम आएर अब केही लिएर आउनुपर्छ ल्याउने जय महादेव सोनाम साथी के मागिस् त अहिले म आफ्नो काम धन्दालाई अगाडि बढ्न मागेको होइन त्यही अब राम्रो होस् गल्ती सबै माफ गरोस् चल भयो यति नै छ दाइ यहाँसम्म ठिकै छ यस्तै हाम्रो काम धन्दा चलोस् यही हो होइन अरू दुनियाँमा के चाहियो रे कमाउने खाउने त्यही त हो कुनै अब मेरो यो माग पुरा गरोस् काम पूरा भएन भने उधर बताता हूँ मैं तो भाई हम सब एडवेंचर खोज रहे थे कुछ ज़्यादा ही एडवेंचर हो गया भाई 5-6 आदमी का हालत खराब हो गया है
यार डर भी लग रहा था, भीतर गुफा में जाने के लिए डर भी लग रहा था। उधर बोल रहा था कि अटक गया। अब मैं भाई देखो किसी धर्म स्थल को भी हम सबको खराब कहने का भी कोई हक नहीं है, हम सबको। और क्या बोले, जो अच्छा था, मतलब डर लग रहा था कि एक्सपीरियंस ऐसा नहीं था, और आदमी भी कोई नहीं था उधर। हम 5 से हमारे गुरु था उसमें, और सबका चट्टी फट्टी पड़ी थी भाई उधर। भाई आगे नहीं बोला बे, हम लोग तो बहुत डर लग रहा था यार। अब क्या बोले, वो जो भीतर गया था वो बोल रहा है। अच्छा आप लोग देखोगे, रिकॉर्ड है, आप देखोगे कैसा था नहीं है, बट डर लग रहा था फर्स्ट टाइम है ना। एक आदमी और मैं फंस गया था, और इसलिए डर लग रहा है। हमारे ग्रुप में गए हैं, एक आदमी फंस जाएगा तो सब हमको घर पर दिक्कत हो गया। दिक्कत होगा, इसीलिए। और वो साला हमारा फिल्म ही नहीं बुझ रहा है, वो रहा है तुम हो गाड़ी है। तो क्या बोलूं भाई, अब उसको क्या मालूम कि हम लोग का काम बात थोड़ा सीरियस हो जाता है तो डर भी लग जाता है। कोई बड़ा एक्सपीरियंसर लोग या कोई ज़्यादा एक्सपीरियंस कर हम लोग बैठे ही नहीं है। अभी अभी जस्ट बाहर निकालना शुरू किए है, और अभी हमारा पंख जम रहा है कि नहीं, बताओ जम रहा है ना। तो अभी तो उठने वाला स्थिति आप तो देखेंगे, तब तक एक्सपीरियंस होगा ना। तो आज वीडियो लंबा हो जाएगा भाई बहुत ज़्यादा, तो थोड़ा थोड़ा वीडियो दिखाते हैं। और देखिए गाइस, हमारा राइडर साहब ने नदी में उतार रहा है, और वहाँ पर दो बंदी है, इसलिए ये स्टाइल मार रहा है। देखो गाइस, देखो गाइस, वहाँ पर दो बंदी है, और उसी के देख कर हमारा राइडर साहब स्टाइल मार रहा है। निकल गया गाड़ी। हमारे घर जाने के